आज चाहिँ म विशेष के भन्न आइराखेको छु भने नि साथीहरू, आज चाहिँ विशेष के भन्न आइराखेको छु भने मरिसस चाहिँ सबैजना आउन रुचाउँछ। कति मान्छेहरूले चाहिँ सोधिराख्नुहुन्छ कस्तो छ के छ है कामको बारेमा, अनि यो काममा आउँदा के हुन्छ त्यो काममा आउँदा के हुन्छ भनेर सोधिराख्नुहुन्छ। तर यहाँ चाहिँ विशेष गरेर तपाईँहरू आउनु त सक्नुहुन्छ, इजिली आउनु सक्नुहुन्छ। तर विशेष कुरा के भने यहाँ कम्पनीमा भिसा लाग्दैन। तपाईहरू 1 वर्ष कम्तीमा पनि 8-9 महिना पर्खिनु पर्ने हुन्छ भिसा, त्यही पनि 100मा 2-4वटा भिसा लाग्छ। अनि किनभने त्यसको विशेष चाहिँ किनभने नि विशेष किन भिसा लाग्दैन सबैको, किन एउटा दुईटा मात्रै भिसा लाग्छ भन्ने कुरामा चाहिँ म तपाईहरुलाई स्पष्ट गर्न चाहन्छु। किनभने यहाँ चाहिँ यो मरिससमा चाहिँ जति पनि भिजिटिङमा आउने साथीहरू हुनुहुन्छ, अनि कम्पनीले जति नै भिसा तपाईहरुले नेपालमा एजेन्सीमा कन्सल्टेन्सीमा जति नै गएर तपाईले इन्टरभ्यू पास गर्नुहोस् है, पैसा धेरै पेल्नुहोस्, तर किन भिसा आउँदैन भने नि यहाँ चाहिँ भिजिटरमा आउने साथीहरू धेरै हुनुहुन्छ के धेरै। अनि भिजिटरमा आइसकेपछि त्यो सबै कम्पनीमा चाहिँ प्याकिङ हुन्छ के, काम जतासुकै त्यो भिजिटरमा आउनेहरूलाई लाउँछ। अनि लगाइसकेपछि अनि भिजा लाएर ल्याउँदाखेरि त उनीहरूलाई पनि त अब लगभग यहाँको 4 लाख 5 लाख पर्दो रहेछ नि त। त्यही भएर चाहिँ अनि यहाँ भिजिटरहरू जति आइराखेको हुन्छ अनि त्यो भिजिटरलाई चाहिँ लाउने काम गर्छ कि उनीहरूले। त्यही भएर नेपालबाट जति नै प्रोसेस गरे पनि, जति नै है अहिले जान्छु भरे जान्छु भन्ने साथीहरूको पनि आउँदैन कि भिसा। अनि भिसा नआएपछि तपाईहरुले बुझ्नुपर्ने हुन्छ कि भिजिटमा आउने साथीहरू चाहिँ त्यहाँ टन्नै छ, अनि कम्पनीमा पनि टन्नै मान्छे फालाफाल हुन्छ। त्यही भएर पनि भिसा लाग्दैन भनेर बुझ्नु पर्यो क्या तपाईहरुले। अब म पनि यहाँ आएको 1 महिना भयो, अनि म पनि काम चाहिँ गरि नै राखेको छु। तर आजभोलि चाहिँ अलिकति विराम भएको कारणले म आउन सकिरहेको छु, ड्युटीमा जान सकिरहेको छैन। अनि विशेष गरी यही हो गाइस, तपाईहरुले जति नै प्रोसेस गर्नुहोस् तपाईको 100मा 3-4वटा मात्रै भिसा लाग्छ। कारण चाहिँ यही हो, कारण चाहिँ मैले भनिसकेँ। किनभने यस ठाउँमा चाहिँ भिजिटरहरू चाहिँ एकदमै बढी छ, अनि भिजिटरमा आउने साथीहरू चाहिँ सबै कम्पनी प्रत्येक कम्पनीमा काम गर्नका लागि एप्लाई गरेको हुन्छ, जान्छ है। त्यस भएको कारणले चाहिँ मान्छेहरूको नेपालको लागि भिजा निस्किँदैन। अनि अर्को कुरा, यहाँ आइसकेपछि भिजिटमा आइसकेपछि साथीहरू आफ्नो कन्ट्र्याक्ट छ, आफ्नो मान्छेहरू छ, लिङ्क छ भने चाहिँ साथीहरू यहाँ चाहिँ एकदमै छिटो कामहरू प्राप्ति हुने, कामहरू गर्नु पाउने हुन्छ है। एग्रिकल्चर, कन्स्ट्रक्सन लाइनमा, अनि होटल लाइनमा सबै काममा चाहिँ कामहरू चाहिँ पाउँछ के। त्यही भएर भिसा लाएर आए पनि, भिसा तपाईहरुले जति नै भिसा पर्खे पनि त्यो भिसा आउनेवाला चाहिँ छैन साथीहरू है। यो चाहिँ तपाईहरुलाई कन्फर्म भएको होस्। म यही तपाईहरुलाई भन्नका लागि म यो भ्लग स्टार्ट गरिराखेको हो है। तपाईहरुको निम्ति तपाईहरुले पनि केही जानुन् केही बुझुन् भनेर। जतिजना तपाईहरु वेटिङ गरिरहनु भएको छ मरिससको भिसाको, त्यो भिसाको लागि चाहिँ तपाईहरुले क्यान्सल गर्दा हुन्छ क्या। अहिले क्यान्सल गरेर अनि तपाईहरुले के गर्नुहोस्, अरू कन्ट्रीलाई पेस्नुहोस् है। अनि अब यहाँ भिजिटमा आउन पनि गाह्रो छ साथीहरू। किन भिजिटमा आउनु गाह्रो छ भने नि अब दलेहरूले 4 लाख 4.5 लाख 5 लाख मागिरहेको हुन्छ। अनि यहाँ आएर पनि हामीले ओरिजिनल वर्क पर्मिट पाउँदैनौँ, अनि पाए पनि हामीले डुप्लिकेट पाउँछौँ। हुन त अब त्यो डुप्लिकेटले पनि काम त गर्छ, पैसा लाउनलाई उता यता काम त गर्छ। तर त्यो भन्दा तपाईहरु यो ठाउँमा नआउनु नै बेस्ट हुन्छ। हुन त अब कति कुरा फाइदा पनि छ, कति कुरा फाइदा छ, कति कुरा घाटा छ के साथीहरू। फाइदा चाहिँ के हुन्छ भने अब यस ठाउँमा आइसकेर काम गर्दाखेरि अब सेलेरी त अब मजाले पाइन्छ नै है। अब त्यो डुप्लिकेट वर्क पर्मिट दियो भने पनि हामीले पैसाहरू लाउन चाहिँ मिल्छ, अनि पैसा पनि कमाइ राम्रै हुन्छ। तर घाटाको कुरा चाहिँ अनि बेफाइदा कुरा के छ, अब गल्फ कन्ट्रीतिर जाँदा चाहिँ
अब 2.5 लाख 3 लाख तिरेर गएर पनि त्यही 40-50 हजार कमाउने हो। अनि यहाँ आउनुभयो भने तपाईँहरू भिजिटमै आउनुभयो भने पनि फाइदाको कुरा चाहिँ अब तपाईँहरूले काम फालाफाली पाउनुहुन्छ। अनि अर्को के पाउनुहुन्छ भने कम्तीमा पनि 75-80देखि क्रसै गर्नुहुन्छ कमाइ चाहिँ। तर बेफाइदाको कुरा यही हो, हामी यहाँ भिजिटरमा आइसकेपछि है कति बेला हामीलाई पुलिसले पक्रिने, कति बेला हामीलाई नेपाल पठाइदिने, त्यो कुराको फिक्स हुँदैन। अनि आउने बित्तिकै फर्काइदियो भने हाम्रो पैसा त डुब्यो है। त्यस कारणले अब गल्फ कन्ट्रीतिर जानुभयो भने चाहिँ तपाईँहरू मिनिमम तपाईँहरूले 2.5 लाखदेखि 3 लाख रुपियाँ तिरेर जानुपर्ने हुन्छ। अनि गइसकेपछि चाहिँ त्यहाँ के हुन्छ, गइसकेपछि चाहिँ तपाईँहरूको 40-50 हजार मात्रै कमाइ हुन्छ वर्षौँ बसे पनि है। त्यो भएको कारणले घाटा पनि छ अनि नाफा पनि छ, फाइदा पनि छ बेफाइदा पनि छ। त्यस कारणले तपाईँहरूले चाहिँ बुझेर है जानेर आउनुपर्ने हुन्छ, धेरै सोचेर आउनु होला। अब मरिसस अर्को फाइदा के छ भने क्लाइमेट वेदरहरू भयो, यहाँको हावापानी चाहिँ सबै नेपाल सेम छ क्या। अनि त्यो कुरामा चाहिँ हामीलाई फाइदै पनि छ। तर अर्को कुरा घाटा के भने हामीलाई ओरिजिनल रेसिडेन्ट कार्ड भयो अनि हामीलाई वर्क परमिट भयो, त्योहरू चाहिँ हामीले ओरिजिनल पाउँदैनौँ कि। त्यही भएर हामीलाई चाहिँ अलिकति गाह्रो छ साथीहरू। र पनि हिम्मतवाले साथीहरूले यहाँ महिनाको 1-1.5 लाख पनि कमाइराखेको छ। अब कति मान्छेहरू 50 हजारको त कुरा नगरौँ, 50देखि माथि नै कमाइराखेको हुन्छ है। लगभग 60-65 70-75 चाहिँ कमाइराखेको हुन्छ अनि कमाइ नै राखेको हुन्छ। त्यस कारणले चाहिँ तपाईँहरू आउँदा पनि भयो, तर धेरै सोचेर आउनु होला। धेरै सोच्नुपर्ने हुन्छ तपाईँहरूले यहाँ आउनका लागि चाहिँ।